नमस्कार। मध्यपश्चिम विश्वविद्यालय एमयुमा यही चैत्र 18 गते स्वतन्त्र विद्यार्थी युनियन सोबियुको निर्वाचन हुँदैछ। यसअघि पटक पटक निर्वाचनको मिति तय भए पनि उच्च अदालत सुर्खेतमा रिट परे पश्चात पटक पटक निर्वाचन स्थगित भएको थियो। 2073 साल भदौ 8 गते पहिलो पटक मध्यपश्चिम विश्वविद्यालयमा सोबियुको निर्वाचन भएको थियो। 2076 सालमा उक्त निर्वाचनबाट निर्वाचित पदाधिकारीहरूको समयावधि सकिए पश्चात पटक पटक निर्वाचनको मिति तय भए पनि मध्यपश्चिम विश्वविद्यालयमा सोबियु निर्वाचन हुन नसक्दा सोबियु नेतृत्व विहीन बनेको छ। आज हामी यसै बारेमा सोबियुको आवश्यकता किन, सोबियुले के कस्ता कामहरू गर्नुपर्छ, मध्यपश्चिम विश्वविद्यालयमा अब निर्वाचित हुने सोबियुका उम्मेदवारहरू कस्ता हुनुपर्छ र विद्यार्थीले कस्ता उम्मेदवारलाई मतदान गर्नुपर्छ भन्ने बारेमा मध्यपश्चिम विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी नेता मिलन विशेषसँग विशेष कुराकानी गर्नेछौँ। तपाईँलाई स्वागत छ। धन्यवाद। यो सोबियु निर्वाचनबाट चाहिँ कस्तो नेतृत्व आउनुपर्छ, विद्यार्थीले कस्तो नेतृत्व रोज्नुपर्छ? यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन तपाईँ हामी सबैलाई थाहा छ। म यो विश्वविद्यालयमा क्याम्पस तहको अध्ययन गर्दै गर्दा विद्यार्थीहरूले आफ्नो प्रतिनिधि स्वतन्त्र विद्यार्थीको रूपमा आफ्नो प्रतिनिधिलाई विश्वविद्यालय समक्ष, प्रशासन समक्ष आफ्ना विद्यार्थीका हक अधिकार सुनिश्चित गर्नका लागि पठाउने गरिन्छ। विद्यार्थीहरूको मतद्वारा प्रत्यक्ष निर्वाचित प्रतिनिधि विद्यार्थीहरूले छान्न पाउने अवसर हो यो। र स्वतन्त्र विद्यार्थी युनियनको प्रतिनिधित्व गर्ने व्यक्ति पक्कै पनि रेगुलर रूपमा विश्वविद्यालय क्याम्पसहरूमा अध्ययन गरिरहेको, कम्तीमा विद्यार्थीहरूमा घुलमिल भएको, विद्यार्थीहरूका हक अधिकारका लागि लडेको मान्छे स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा विद्यार्थीहरूको मतद्वारा निर्वाचित हुनुपर्छ। यो विषयमा कुनै पनि दुविधा छैन। जस्तो अब लामो समयदेखि करिब 2076 पछि चाहिँ मध्यपश्चिम विश्वविद्यालयमा सोबी विहीन छ, सोबीमा नेतृत्व छैन। यो भइरहँदा लामो समय सोबी विहीन हुँदा मध्यपश्चिम विश्वविद्यालय के गुमायो र अब आउने नेतृत्वले चाहिँ के गर्न सक्छ? यो विषयमा 2073 सालको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन पश्चात मध्यपश्चिम विश्वविद्यालयमा अहिलेसम्म पनि कुनै पनि निर्वाचन भएन। यो निर्वाचन नहुँदै गर्दा विद्यार्थीहरूले आफ्नो मताधिकार प्रयोग गर्न पाउने कुरा पनि गुमाए। सँगसँगै विद्यार्थीको हक अधिकारका लागि लड्ने एउटा साझा फोरम, एउटा आधिकारिक फोरम पनि गुमाए। र त्यो हुँदै गर्दा विद्यार्थीको नेतृत्वका रूपमा जसरी विद्यार्थीहरू उत्साहित ढङ्गले मतदान गरेर आफ्ना प्रतिनिधिहरू निर्वाचित गर्ने अवसर थियो, त्यो गुमाउनु त पर्यो। त्यो गुम्दै गर्दा विद्यार्थीहरूका हक अधिकार पनि जति सुनिश्चित हुनुपर्थ्यो, विद्यार्थीहरूको छात्रवृत्तिका कुरा, विद्यार्थीहरूका ल्याब लाइब्रेरीका कुरा, प्र्याक्टिकलका कुरा, शिक्षण सुधारका कुरा, विद्यार्थीहरूले गर्न सक्ने धेरै तमाम कुराहरू विद्यार्थीहरूले गुमाए। र त्यो गुम्दै गर्दा फेरि पनि हामीले के ख्याल गर्नुपर्छ भन्दा हामी विद्यार्थीहरूले विश्वविद्यालयमा निर्वाचन हुँदै गर्दा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन कस्तो निर्वाचन हो, किन आवश्यक छ भन्ने कुरा पनि हामीले बुझ्न आवश्यक छ। यो बुझ्नुमा विश्वविद्यालय प्रशासनको मात्रै कमजोरी नभएर यो कमजोरी हाम्रो पनि हो। कम्तीमा हामीले 2-2 वर्षमा जुन स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुन्छ, त्यो निर्वाचन हाम्रो हक अधिकारका लागि स्थापित संस्था हामीले जोगाउनु पर्छ भन्ने कुरा विद्यार्थीहरूले पनि बुझ्न आवश्यक छ। निर्वाचनको अन्तिम चरणमा हामी छौँ। यो समयमा एउटा विद्यार्थीले जो चाहिँ विद्यालयको राजनीतिसँग नजिक छैन, ऊ विद्यार्थीले मेरो लागि यो नेतृत्व छ है भनेर कसरी चिन्ने, उम्मेदवारलाई कसरी चिन्ने? हो, यो विषयमा हामी के प्रश्न हुनुपर्छ भन्दा योभन्दा अगाडि जुन निर्वाचन हुनुपर्ने थियो, त्यो निर्वाचन विद्यार्थीका मताधिकार प्रयोग गर्न पाउने विद्यार्थीहरूको नाम लिस्टमै, भोटर लिस्टमै नाम छुटाइसकेपछि विश्वविद्यालय प्रशासनले जुन गैर जिम्मेवारीपूर्ण काम गर्यो त्यसका विरुद्धमा विद्यार्थीहरूले उच्च अदालत सुर्खेतमा निवेदन दिनुभयो। तत्पश्चात स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन रोकिने अवस्था बन्यो र 20 गते, 18 गते 20 गते भित्रमा, चैत्र 20 गते भित्रमा निर्वाचन गर्ने भनेर उच्च अदालतले प्रमादेश नै जारी गर्नु पर्यो। र 18 गते विश्वविद्यालयले निर्वाचन तोकेर विभिन्न सङ्गठनका विद्यार्थीहरू त्यसमा प्रतिनिधित्व गर्दै हुनुहुन्छ। भर्खरै सुन्नमा आएअनुसार 9 वटा विद्यार्थी सङ्गठनहरू दर्ता भएका छन् भन्ने पनि छ। यो भन्दै गर्दा विद्यार्थीहरूले एउटा स्वतन्त्र विद्यार्थी जो राजनीतिक रूपमा आबद्ध छैन र आबद्ध भएका विद्यार्थी साथीहरूले पनि, राजनीतिक रूपमा आबद्ध नभएका र भएका विद्यार्थीहरूले पनि भोट हालेर आफ्नो मताधिकार प्रयोग गरेर छान्नुपर्ने नेतृत्व कम्तीमा यो विश्वविद्यालयमा विभिन्न किसिमका यो युवा पिँढीहरूमा पछिल्लो समय राजनीतिप्रति उदासीनता देखिने, राजनीतिप्रति नकारात्मक भाव पैदा हुने जुन अवस्था बनेको छ, त्यसलाई चिर्दै यो विश्वविद्यालय पढ्ने लेख्ने थलो मात्रै होइन, भोलिको यो देशको नेतृत्व स्थापना गर्ने ठाउँ पनि यो विश्वविद्यालय हो। यो विश्वविद्यालयबाट पढेका विद्यार्थीहरू उच्च शिक्षा अध्ययन गर्न आउँदै गर्दा यो देशको उच्च तहमा भोलि अधिकृत सुब्बा, त्यसपछि लगेर माथि मन्त्रालयका सचिव, मुख्य सचिवसम्म हुने उत्पादन गर्ने
यो ब्युरोक्राट्सको नेतृत्व सँगसँगै राजनीतिक नेतृत्व उत्पादन गर्ने ठाउँमा विद्यार्थीहरूले आफ्नो विवेक प्रयोग गर्नुपर्छ, राम्रा नेतृत्व छान्नुपर्छ र विश्वविद्यालयमा अध्ययन गर्ने कम्तीमा विद्यार्थीहरूका हक अधिकारका लागि बोल्ने नेतृत्व, हक अधिकार सुनिश्चित गर्न सक्ने नेतृत्व। साथसाथै अहिले विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै गर्दा हामीले यो स्वतन्त्र विद्यार्थी युनियन सबैभन्दा स्थापना हुनुको यसको ब्याकग्राउन्ड एउटा छ। तर अहिले हिजोको राजनीतिक अवस्था थियो भने अहिले राजनीतिक अवस्था परिवर्तन भएर अहिले देशकोलाई फरक ढङ्गले अगाडि बढाउनु पर्ने अवस्था छ। कम्तीमा विश्वविद्यालयमा हिजो हामी लड्थ्यौँ, यही विश्वविद्यालयमा आफै पढ्दै गर्दा खानेपानीको लागि, ल्याबको लागि, लाइब्रेरीको लागि, राम्रा कक्षा कोठाको लागि, प्राध्यापकहरू राम्रा प्राध्यापकको लागि लड्थ्यौँ भने अबको विश्वविद्यालयको स्वतन्त्र विद्यार्थी युनियनले कस्तो नेतृत्व छान्नुपर्छ, स्वतन्त्र विद्यार्थी युनियनमा कस्तो नेतृत्व छान्नुपर्छ भन्दै गर्दा यो मध्यपश्चिम विश्वविद्यालय कर्णाली प्रदेशको एउटा मात्रै विश्वविद्यालय हो, जसका 10वटा आङ्गी क्याम्पस छन् यही कर्णाली प्रदेशभित्र। सँगसँगै बाँके र बर्दियालाई जोडेर 10वटा आङ्गी क्याम्पस छन्। यो हिजोको मध्यपश्चिमाञ्चल क्षेत्रलाई समेटेर बनाइएको यो विश्वविद्यालय हो। यहाँ जहाँका पनि विद्यार्थी आएर पढ्न पाउने अधिकार छ। यो विश्वविद्यालयले सबै यो पृथ्वीभरिका हरेक किसिमका खोज अनुसन्धानमा दिनुपर्छ। साथसाथै के पनि भुल्नुहुन्न भन्दा यो विश्वविद्यालय स्थापनाको पृष्ठभूमि भुल्नुहुन्न। यो कर्णाली प्रदेश अहिले कर्णाली प्रदेश भइसकेपछि कर्णाली प्रदेशको अशिक्षा, भोग, गरिबी यो कुरा राजनीतिक दलहरूले पनि उठाउने गर्छन्, देशको उच्च तहमा पनि उठ्ने गर्छ। तर त्यो कुरालाई निर्मूल गर्नका लागि, यो ठाउँका गरिबी निवारणका लागि, यो ठाउँका जुन अध्ययन अध्यापनमा मान्छेहरू पछाडि परेका छन्, यहाँका मान्छेको जिडिपीको ग्रोथको कुरा, यी हरेक कुरालाई समाधान गर्न सक्ने एउटा मात्रै आधिकारिक प्लेटफर्म र विद्यार्थीहरूले त्यो किसिमको नेतृत्व छान्न सक्ने ठाउँ भनेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन हुनुपर्छ। यहाँ छान्नेका नेतृत्व भोलि कर्णाली प्रदेशको मुख्यमन्त्री हुने कुरा, वीरेन्द्रनगरको मेयर हुने कुरा, अन्य ठाउँमा पनि आफ्नो त्यो क्षमता प्रदर्शन गर्न सक्ने किसिमको नेतृत्व हामीले छान्नुपर्छ। र त्यो भन्दै गर्दा फेरि पनि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा कस्ता मान्छे छान्ने भन्दा यो विश्वविद्यालयलाई लेख्ने मात्रै होइन, अब रोजगार, यो विश्वविद्यालयले बेरोजगार विद्यार्थी उत्पादन गर्ने होइन कि रोजगार दिन सक्ने विद्यार्थी उत्पादन गर्नुपर्छ। उद्यमशीलतामा क्षमता भएका, उद्यमशीलतामा विश्वविद्यालयले पनि लगानी गर्नुपर्छ। त्यो किसिमका विद्यार्थी पनि आउन सक्ने किसिमको शैक्षिक पाठ्यपुस्तकहरू पनि हामीले निर्माण गर्नुपर्छ। यो विश्वविद्यालयलाई अलिकति फरक ढङ्गले, परम्परागत शिक्षाभन्दा अलिकति फरक ढङ्गले मोडर्न एजुकेसनमा पनि यो विश्वविद्यालयलाई त्योतर्फ लग्नका लागि हामीले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा मत हाल्दै गर्दा होला त्यो 2 वर्षभित्र ती काम गर्न सम्भव नहोला। तर ती सम्भव नहुँदै गर्दा पनि आज हामीले एउटा इट्टा राखेर अगाडि बढायौँ भने त्यो पक्कै पनि भोलि त्योसम्म पुग्न सकिने अवस्था छ। एउटा मात्र इक्जाम्पल महावीर पुनको लग्न सकिन्छ। महावीर पुन हिजो अमेरिकामा गएर स्कलरसिपमा पढ्दै गर्दा उनीले नेपालमा आएर राष्ट्रिय आविष्कार केन्द्र खोल्दै गर्दा हिजो हाँसोको पात्र बनाइन्थे। उनको आविष्कार केन्द्रमा केही पनि आविष्कार भएन भन्ने कुरा थियो। तर अहिले राष्ट्रिय आविष्कार केन्द्रमा 4वटा विश्वविद्यालयका, अमेरिकाका विश्वविद्यालयका विद्यार्थी आएर इन्टर्नसिप गर्ने अवस्था छ। त्यो हुँदै गर्दा यो कर्णाली प्रदेशको जडीबुटी, जल, जमिन, वन, जङ्गल यी सबै कुरालाई प्रयोग गर्न सक्ने उच्च तरिकाले यो क्षेत्रलाई, यो कर्णाली प्रदेशको मात्रै नभएर नेपालकै आर्थिक अवस्था सुधार गर्न सक्ने, त्यो किसिमको शिक्षालाई रूपान्तरण गर्न सक्ने किसिमको नेतृत्व हामीले छान्नुपर्छ। र त्यो छान्न सम्भव छ। हामीले आज प्रयास गऱ्यौँ भने त्यो सफल पनि हुनेछ। अब लगत्तै तपाईँ पनि मध्यपश्चिम विश्वविद्यालयमै अध्ययनरत हुनुहुन्छ। भोलिका दिनमा तपाईँ पनि सोभिको नेतृत्वमा आउन सक्ने अवस्था छ, किनभने त्यहाँ भरकै विद्यार्थीहरू आफ्नो उम्मेदवारी सोभिको नेतृत्वमा लिन सक्ने अवस्था छ। 11 गते उम्मेदवारी दर्ता पनि रहेको छ। यो भइरहँदा तपाईँ सोभिउ नेतृत्वमा आउनुभयो भने, अर्थात् अब आउने नेतृत्वमा सोभिमा आयो भने यहाँबाट उत्पादन भएका जनशक्तिहरू, जस्तो सोभिउ नेतृत्व गरेका नेतृत्वहरू पनि विभिन्न ठाउँमा देशका सोभिउमा नेतृत्व गरेका नेतृत्वहरू अहिले देशको उच्च पदस्थ पनि पुगेका छन्। राजनीतिक रूपमा पनि उनीहरू धेरै अगाडि पुगेको अवस्था छ। यहाँबाट उत्पादन भएको जनशक्तिले त्यो ठाउँसम्म, देशको राजनीतिक हिसाबले हेर्ने भने राजनीतिक उच्च तहसम्म पुग्नलाई चाहिँ के कस्तो वातावरण सिर्जना गर्नुपर्छ, के कस्तो अवसर अर्थात् चुनौती के हो? यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन भन्दा हामी के कुरा प्रश्न हुनुपर्छ भन्दा यो विद्यार्थीहरूले आफ्नो मत हालेर आफ्नो विद्यार्थीको प्रतिनिधि निर्वाचित गर्ने ठाउँ हो। सँगसँगै स्वतन्त्र विद्यार्थी युनियनको सोभिउ सभापति हुँदै गर्दा त्यो मान्छे भोलि ब्युरोक्रेसीमा छिर्न सक्दैन कि भन्ने कुरा त्यो गलत कुरा हो। आज स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन आफ्नो विश्वविद्यालयको लिडरसिप गर्न सक्ने मान्छेले भोलि कुनै पालिकाको नेतृत्व गर्न सक्छ, सरकारी संयन्त्रको नेतृत्व गर्न सक्छ, राजनीतिक दलको नेतृत्व गर्न सक्छ, देशको नेतृत्व गर्न सक्छ, ब्युरोक्रेट्सको नेतृत्व गर्न सक्छ। यो लिडरसिप छान्ने कुरा पनि हो, लिडरसिप हामीले उत्पादन गर्ने कुरा पनि हो।
विभिन्न विश्वविद्यालयमा 7वटा संकाय अध्यापन हुन्छ, अहिले अध्ययन अध्यापन हुन्छ। यो 7वटा संकायमा फरक फरक विचारका विद्यार्थीहरू हुनुहुन्छ, फरक फरक ब्याकग्राउन्डबाट आउनुभएको विद्यार्थीहरू हुनुहुन्छ। कतिपय +2 सम्म बोर्डिङ पढेर आउनुभएका विद्यार्थीहरू हुनुहुन्छ, कतिपय सरकारी स्कुल पढेर आउनुभएको विद्यार्थीहरू हुनुहुन्छ। यो सुर्खेतको मात्रै नभएर कर्णाली प्रदेशको मात्रै नभएर यहाँ 77 जिल्लाका विद्यार्थी आएर अध्ययन गर्ने वातावरण बनिरहेको छ। इन्जिनियरिङ फ्याकल्टीमा बाहिरबाट विद्यार्थीहरू आएर पब्ने अवस्था छ। भोलि मेडिकल एजुकेसनको कुरा छ, एग्रिकल्चरको कुरा छ, यहीँ MBA BBA पढाइ हुन्छ, BBS पढाइ हुन्छ, साइन्स छ, CSIT छ। विविध रूपमा यो विविधता भएको विश्वविद्यालयमा विविधतामा एकता भने जस्तै भोलि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन हुँदै गर्दा हामीले छान्ने नेतृत्व कम्तीमा पनि यी सबै कुरामा सबल हुनुपर्छ। आफ्नो अध्ययनमा सबल हुनुपर्छ। आफू अध्ययनमा कमजोर भएर राजनीतिक नेतृत्व लगेर मात्रै त्यो राजनीति भोलि कमै खाने भाँडो त बनाउन भन्ने कुरा अहिले विद्यार्थीहरूको बिचमा त्यो पनि चलेको छ। कतै यो नेतृत्वमा नेता गएर यसले कमै खाने ठाउँ त होइन भन्ने पनि परेको छ विद्यार्थीहरूमा। यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन यहाँ हुने उम्मेदवारहरू मन्त्री हुने ठाउँ होइन, यो तलब खाने ठाउँ होइन। विद्यार्थीहरूको जो विद्यार्थी कम्तीमा रेगुलर विश्वविद्यालय पढ्न आउँछ, आफ्नो क्लासमा रेगुलर जान्छ, त्यो विद्यार्थीहरूलाई के थाहा हुन्छ भन्दा पढाइ कस्तो भइरहेछ, हाम्रो सिलेबसको अवस्था के छ, हामीले पाठ्यपुस्तकहरू रूपान्तरण गर्नुपर्ने छ, परिमार्जन गर्नुपर्ने कुरा छ। हामीले जुन परम्परागत रूपमा शिक्षा पढिरहेका छौँ त्यो शिक्षालाई अझै व्यवस्थित गराउनु पर्ने हुनसक्छ। अहिले प्र्याक्टिकल एजुकेसनको कुरा छ। प्र्याक्टिकल रूपमा हामी पछाडि पढ्दै गर्दा थ्योरिटिकल नलेजले मात्रै हामी कहाँसम्म पुग्न सक्छौँ भन्ने कुरा यी सबै चिर्न सक्ने नेतृत्व हामीले पाउनुपर्छ। र त्यो पाउनका लागि राजनीतिक दलमा आबद्धता होला, ठिक छ। आफ्नो राजनीतिक दलबाट आबद्धता हुँदै गर्दा पनि कम्तीमा राम्रो सबल नेतृत्व आउँछ भने त्यो नेतृत्वलाई चुन्नबाट विद्यार्थीहरू चुक्नुहुन्न। विद्यार्थीहरू विद्यार्थी भएर आफ्नो मताधिकार प्रयोग गर्नुपर्छ। कुनै पनि सङ्गठनका गलत व्यक्तिका पछाडि लाएर गलत रूपमा हिँडिरहेका, जसका एजेन्डा छैनन्, जसका विचार छैन, जसले नेतृत्व गर्न सक्दैन, ती विद्यार्थीहरूका पछाडि लाएर आफ्नो आज मैले हाल्दा 1 भोट त मात्रै हो भनेर जुन आफ्नो मतको तौललाई घटाइयो भने त्यो भोलि दुःख पाउने आफ्नै अवसर बन्न सक्छ। त्यो भएर कम्तीमा पनि विश्वविद्यालयमा शैक्षिक रूपान्तरणका लागि विद्यार्थीहरूले छात्रवृत्ति पाइरहेका छैनन्, ती छात्रवृत्तिका लागि ल्याब लाइब्रेरीको व्यवस्थित रूपमा ल्याब लाइब्रेरी बनाउनको लागि अहिले पछिल्लो समय प्रविधिको जमाना छ। हामी भौगोलिक रूपमा विकट ठाउँमा छौँ। हाम्रो शिक्षालाई प्रविधिमा जोड्न सकेर कस्तो किसिमको शिक्षा दिन सकिन्छ, अलिकति शिक्षालाई रूपान्तरण गर्न सकिन्छ कि भनेर त्यो खोज अनुसन्धान गर्न सकिने ठाउँ पनि यो विश्वविद्यालय भएको हुनाले राम्रो नेतृत्व भन्दै गर्दा रूपमा राम्रो होइन कि उसको क्षमता राम्रो हुनु पर्यो, कम्तीमा रेगुलर क्याम्पस आइरहेको हुनु पर्यो, उसको विचार के छ, दृष्टिकोण के छ, काम गर्न सक्ने ल्यागत के छ, ती सबै कुरालाई मध्यनजर गरेर विद्यार्थीहरूले मत हाल्नुपर्छ। त्यो किसिमको नेतृत्व हामीले छान्नुपर्छ। र त्यो छानियो भने फेरि पनि यो पिछडिएको भनेको कर्णाली प्रदेश, हाम्रो आर्थिक रूपमा विपन्न भएको हाम्रो देशको अवस्था परिवर्तन गर्नका लागि यो मध्यपश्चिम विश्वविद्यालयबाट आज पढेको विद्यार्थी, भोट हालेको विद्यार्थी, सोभिमा सदस्यदेखि लिएर माथि पदाधिकारीसम्म चुनेको विद्यार्थी भोलि दलको रूपमा देशको फरक ठाउँमा उच्च ठाउँमा नेतृत्व गर्न सक्ने ल्यागत भएका विद्यार्थी हामीले उत्पादन गर्न सक्छौँ। र त्यो हामीसँग क्षमता छ भनेर प्रदर्शन गर्ने बेला पनि यो चैत्र 18 गतेको निर्वाचन हो। विश्वविद्यालय केन्द्रीय क्याम्पसको कुरा मात्रै नभएर 10वटा आङ्गी क्याम्पस, नारायण क्याम्पस बाहेक अहिले 9वटा क्याम्पसमा चुनाव हुँदैछ। ती सबै ठाउँमा विद्यार्थीहरूले आफ्नो मतलाई सही ठाउँमा सही तरिकाले सदुपयोग गर्नुपर्छ, राम्रो नेतृत्व छान्नुपर्छ। र अर्को कुरा के पनि जोड्न चाहन्छु म भन्दा यो मध्यपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पसको सोभि सभापति, मध्यपश्चिम विश्वविद्यालयको सिनेटको सदस्य पनि हुने अवस्था छ। त्यो सिनेटको सदस्य हुँदै गर्दा आज विश्वविद्यालयको नेतृत्व जुन ढङ्गले आइरहेको छ, हामीले आज आफ्नो विश्वविद्यालयभित्रबाट आफैले नेतृत्व पाउन सक्ने अवस्था छैन। आज मध्यपश्चिम विश्वविद्यालयमा नेतृत्व बाहिरबाट आउने अवस्था छ। किन? यहाँका हाम्रा सरहरूले PhD का लागि विधा पाउने अवस्था छैन। प्रोफेसर अहिले खोज्ने हो भने विश्वविद्यालयमा प्रोफेसरको अभाव छ। मास्टर्स डिग्री, PhD को समेत कार्यक्रमहरू आइरहेको हुनाले विश्वविद्यालयले आफूलाई रूपान्तरण गर्न खोजिरहेछ। त्यो रूपान्तरणलाई विद्यार्थीहरूले पनि साथ दिनुपर्छ र त्यो रूपान्तरणलाई सही मार्गमा निर्देशन गर्नका लागि विद्यार्थी विश्वविद्यालयमा प्रतिपक्ष पनि हो र आवश्यकता पर्दा एक ठाउँमा हातेमालो गर्दै विश्वविद्यालयलाई सुधारका लागि, शैक्षिक अवस्था सुधारका लागि, विद्यार्थीहरूको यहाँभित्र पढ्न पाउने अधिकार, ल्याब लाइब्रेरी प्रयोग गर्न पाउने अधिकार सुनिश्चित गर्नका लागि पनि त्यो किसिमको नेतृत्व हामीले छान्न आवश्यक छ। जस्तो अहिले पहिलेको र अहिले तुलना गर्ने हो भने देशको शैक्षिक, आर्थिक हरेक किसिमले
फरक भइसकेको अवस्था छ। अहिले प्रविधिको युगमा अझ प्रविधिले गर्दा चाहिँ धेरै अगाडि बढिरहेको अवस्थामा अझै पनि विद्यालयभित्र हुने राजनीति, विद्यालयभित्र हुने सोभियु पुरानै शैलीमा गइरहेको देखिन्छ। विद्यार्थीहरूले पनि त्यही देख्ने गर्छन्। अब यसलाई परिवर्तन गर्नका लागि कस्तो नेतृत्वले कस्तो काम गर्नुपर्छ, के गर्नुपर्छ जस्तो लाग्छ हजुरलाई? यो कामको सन्दर्भमा सोभियुले विद्यार्थीले आफ्नो प्रतिनिधित्व गर्दै गर्दा कस्ता कस्ता काम गर्न सक्ने विद्यार्थीलाई छान्ने त भन्दै गर्दा यी थोरै इक्जाम्पलहरू छन्। आज मध्यप्रदेश विश्वविद्यालयमा 77 जिल्लाका विद्यार्थी पढ्न आउने अवस्था छ। अझै कर्णाली प्रदेशका विद्यार्थीहरू त आर्थिक रूपमा विपन्न भएको भनेर हामीले भाषणमा, नेताका भाषणमा सुन्छौँ, ठुल्ठुला ब्युरोक्राट्सका भाषणमा सुन्छौँ। तर मध्यप्रदेश विश्वविद्यालयमा अहिले पनि उच्च शिक्षा हासिल गर्न आएका विद्यार्थीहरूले छात्रवृत्ति पाउने विषयमा हामी त्यो विषयमा बोल्न सक्ने नेतृत्व छान्न सकिरहेका छैनौँ। यो विश्वविद्यालयमा छात्रावासको अवस्था अहिलेसम्म पनि दयनीय छ। एउटा पनि विद्यार्थी छात्रावासमा बस्न पाउने अवस्था छैन। विद्यार्थीहरूलाई होस्टेलका विषय, विद्यार्थीहरूको फीको विषय बेला बेलामा विश्वविद्यालयले अथवा शैक्षिक संस्थाले आफ्नो फी बढाइराख्ने अवस्था छ। आर्थिक रूपमा विपन्न पनि बनिरहेका छौँ एकतर्फ हामीले, दोस्रोतर्फ तिर्न नसक्ने शुल्कमा हामी इन्ट्री गरिरहेछौँ। त्यो कुरालाई पनि रोक्न सक्नुपर्छ हामीले। र त्यो भन्दै गर्दा विद्यार्थीले कस्ता कस्ता काम गर्नु पर्यो, कम्तीमा रिसर्च एन्ड इनोभेसनमा हामीले काम गर्न सक्नु पर्यो। आज विश्वविद्यालयबाट विद्यार्थीले रिसर्च पेपर लेख्न सक्ने अवस्था छैन। आफ्नो थेसिस आफैले बनाउन सक्ने अवस्था छैन। थेसिस आज मार्केटमा बाहिर पुस्तक पसलमा थेसिस किन्ने अवस्था छ, कम्प्युटर पसलहरूमा थेसिस किन्ने अवस्था छ। कम्तीमा आफ्नो थेसिस आफै लेख्न सक्ने विद्यार्थी हामीले उत्पादन गर्न सकेनौँ भने त्यो विद्यार्थीले भोलि मार्केटमा गएर कस्तो अवस्था सिर्जना होला त हामी आफै कल्पना गर्न सक्छौँ। त्यो विद्यार्थीको मात्रै कमजोरी होइन, त्यो कमजोरी कसको भन्दा विश्वविद्यालयले ती विद्यार्थी, त्यो किसिमका विद्यार्थी उत्पादन गर्नमा आफ्नो लगानी केन्द्रित गर्ने कि नगर्ने, विश्वविद्यालयले त्यतातर्फ पनि ध्यान दिन आवश्यक छ। त्यो विषयमा हामी सबै एकजुट भएर त्यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत आफ्ना त्यो किसिमको नेतृत्व छानेर रिसर्च इनोभेसनमा कम्तीमा आफ्नो थेसिस आफै बनाउन सक्ने, यो कर्णाली प्रदेशको भौगोलिक विकटताको बावजुद पनि यहाँ कस्तो शिक्षा दिन सकिन्छ, कस्तो रोजगारी उत्पादन गर्न सकिन्छ। हामी जागिरे मानसिकताका मात्रै नभएर जागिर दिन सक्ने अवस्थाका विद्यार्थी, यहाँबाट उद्यमीहरू, ठुल्ठुला उद्यमी उत्पादन गर्न सक्ने किसिमका विद्यार्थीहरू उत्पादन गर्न सक्नु पर्यो। बिबिए, एमबिए, बिजनेस पढाइ यहीँ हुन्छ, इकोनोमिक्स यहीँ पढाइ हुन्छ। तर हामीले ती पढ्ने कुरा पढेर आफ्नो त्यो डकुमेन्ट सिरानी मुनि चेपेर सुत्ने कुरा मात्रै होइन, जागिरका लागि भौतारिने कुरा मात्रै होइन। विद्यार्थीले अब त जागिर उत्पादन गर्न सक्ने किसिमका विद्यार्थी हामीले उत्पादन गर्न सक्नुपर्छ। त्यो उत्पादन गर्नको लागि शैक्षिक रूपान्तरण गर्न आवश्यक छ। यो शिक्षालाई प्रविधिमा जोड्नुपर्ने आवश्यक छ। अहिले पनि लाइब्रेरीमा जाँदा मध्यप्रदेश विश्वविद्यालयको सिलेबस फरक भएको हुनाले किताब पाइने अवस्था छैन। के आज ती सिलेबस बनाउँदै गर्दा ती किताबमा भएका टपिकहरू हामीले एकीकृत गरेर विद्यार्थीलाई उपलब्ध गराउन नसक्ने अवस्था हो त? यो प्रविधिको जमानामा कम्तीमा यी लाइब्रेरीहरू स्थापना गर्न सक्नु पर्यो। विद्यार्थीले 24 घण्टा आएर पढ्न सक्ने किसिमको लाइब्रेरी बनाउन सक्नु पर्यो। लाइब्रेरीको कुरा छन्, शैक्षिक पाठ्यपुस्तक रूपान्तरणका कुरा छन्, होस्टेलका कुरा छन्। यति धेरै विद्यार्थीहरू मैले देखिरहेको छु मध्यपश्चिम विश्वविद्यालयमा छात्रभन्दा छात्रा बढी पढिरहेको अवस्था छ। मासिक रूपमा उहाँहरूले भोगिराख्नु भएको पीडा छन्। कम्तीमा सेनिटरी प्याड भेन्डिङ मेसिन विश्वविद्यालयमा 7 वटा फ्याकल्टीमा जडान मात्रै गर्न सक्यो भने आज त्यहाँ हाम्रै अध्ययन गरिराख्नु भएका दिदी बहिनी साथीहरूले त्यो प्रयोग गर्न सक्ने अवस्था बन्न सक्छ। ती यावत कुराहरू 73 सालपछि निर्वाचन नहुँदै गर्दा, जुन 75 सालमा नियमित रूपमा हुनुपर्ने निर्वाचन थियो, त्यो निर्वाचन नहुँदै गर्दा विद्यार्थीहरूले धेरै दुःख पीडा झेल्नु परेको अवस्था छ। र उनीहरूले पाउनुपर्ने जुन गुणस्तर थियो, क्लासमा पढ्दाको गुणस्तर, शैक्षिक पाठ्यपुस्तकमा पाउनुपर्ने गुणस्तर, उनीहरूले पाउनुपर्ने सेवा सुविधाको कुरा छन्, ती धेरै कुरामा विद्यार्थीहरूले त्यो नपाएको अवस्था छ। त्यो दिलाउनको लागि त्यो पनि स्वतन्त्र विद्यार्थी युनियनको यो साझा फोरमबाट, स्वतन्त्र विद्यार्थी युनियन आज दलगत रूपमा हामीले चुनाव लडे पनि त्यो स्वतन्त्र विद्यार्थी युनियन नाम किन राखिएको भन्दा कम्तीमा त्यहाँ पुगिसकेपछि विद्यार्थी स्वतन्त्र ढङ्गले काम गर्नुपर्छ। त्यो सोभियुको नेतृत्वले त्यो विद्यार्थी भोलि नेभी सङ्घको होला, अखिलको होला, क्रान्तिकारीको होला, समाजवादीको होला, विप्लव जसका होला, विद्यार्थी सङ्गठनमा हुने बेलासम्म नेता हुन सक्छ। स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनबाट निर्वाचित भएको विद्यार्थी त्यो सबैको साझा विद्यार्थीको रूपमा रहेर काम गर्न सक्ने किसिमको जुन साझा व्यक्तित्व हुन्छ, त्यो किसिमको अलिकति आफ्नो भावना पनि प्रकट गर्न सक्ने, कम्तीमा विभिन्न सङ्घ सङ्गठनका साथीहरूलाई एक ठाउँमा हिँडाल्न सक्ने, विश्वविद्यालयको नेतृत्वसँग त्यो किसिमले पहल गर्न सक्ने, ढिल गर्न सक्ने विद्यार्थी आवश्यक छ। त्यो किसिमको नेतृत्व हामीले जन्माउनु पर्ने, हामीले मत दिएर त्यो किसिमको नेतृत्व छान्नुपर्ने आवश्यक छ।
योभन्दा अगाडि 2079 सालको निर्वाचनमा म आफै पनि सोभियत सभापतिको प्रत्याशी थिएँ। उम्मेदवार भइयो, चुनाव प्रचार गरियो, तर अन्तिम समयमा गएर चुनाव रोकिने अवस्था बन्यो। र फेरि पनि यो मध्यपश्चिम विश्वविद्यालयको जुन निर्वाचन हुँदैछ चैत्र 18 गते, यदि म नेतृत्वमा भइदिएको भए अथवा विद्यार्थीहरूले मलाई चुन्ने अवस्था बनेको भए, विद्यार्थीहरूको माझ म भोट माग्न जाने अवस्था बन्यो भने मेरो थोरै कुरा छन्। धेरै 2 वर्षको कार्यकालमा गर्न नसकिने ती हावा गफका भरमा भोट मागेर विद्यार्थीहरूलाई ढाड्ने पक्षमा म छैन। यो मध्यपश्चिम विश्वविद्यालयमा म आफै सिभिल इन्जिनियर पढ्न आउँदै गर्दा हामीले भोगेका हिजो धेरै दुःख भोग्यो। अब क्लास नहुने, लाइब्रेरीमा किताबै नपाइने, लाइब्रेरी नै नहुने, खानेपानीदेखि लगेर व्यापक समस्या थिए। ती समस्या सुधारका लागि धेरै चरणका आन्दोलन भए। फी घटाउनेदेखि लगेर छात्रवृत्ति बढाउने, हाइड्रो पावर इन्जिनियरको सिलेबस नबनेको अवस्था, ती धेरै कुरामा आन्दोलन बेला बेलामा भइरहन्थे। म आफू पनि जोडिने अवस्था बन्यो। म जोडिने अवस्था किन बन्यो भन्दा यहाँको शैक्षिक सुधार गर्नुपर्छ, शैक्षिक अवस्था सुधार गर्नुपर्छ, देशभरिबाट पढ्न आएका विद्यार्थीहरूले राम्रो शिक्षा पाउनुपर्छ भनेर लड्दै गर्दा बिचमा आमरण अनसन बस्नु पर्यो 6 दिनसम्म। त्यो अनसन बस्दा हामीले हाइड्रो पावर इन्जिनियरको सिलेबस निर्माण गर्ने कुरालाई सफलता प्राप्त गर्यौँ। त्यो तत्पश्चात विश्वविद्यालयमा एकैपटक इन्जिनियरिङ फ्याकल्टीमा मात्रै 17वटा भ्याकेन्सी मार्फत प्राध्यापकहरू नियुक्ति गर्ने प्रोसेस बन्यो। छात्रवृत्तिका कुराहरूलाई सुनिश्चित गरियो र विश्वविद्यालयमा अहिले केन्द्रीय क्याम्पसमा प्रयोग भइरहेको लाइब्रेरी, त्यो हामीले अनसन बसेर सहमति पश्चात त्यो लाइब्रेरी पनि बन्न सक्ने अवस्था बन्यो। र यो भइरहँदा हिजो म पढ्न आउने बेलादेखि अहिलेसम्म विश्वविद्यालय धेरै रूपमा रूपान्तरण पनि भएको छ। कतिपय कुरामा सिलेबस चेन्ज भएको छ। विद्यार्थीहरू, हिजो पढेका विद्यार्थीहरू आज पास आउट भएर त्यो हाइड्रो पावर इन्जिनियर पढिरहेको विद्यार्थी, थोरै यो बिचमा मैले के पनि राख्न चाहेँ भन्दा हाइड्रो पावर इन्जिनियर पढिरहेका विद्यार्थीहरू हिजो सिलेबस पाउने अवस्था थिएन, तर आज सिलेबस पाएर काउन्सिलबाट सूचीकृत भएर लोकसेवा आयोगबाट नाम निकालेर विद्यार्थीहरू जागिर खान सक्ने अवस्था बन्यो। आज ती विद्यार्थीहरूले हाइड्रो पावर इन्जिनियरको रूपमा जागिर खाने अवस्था बनिरहेको छ। र यी धेरै कुरामा हिजो विश्वविद्यालयको शैक्षिक अवस्था सुधारका लागि, विद्यार्थीका हक अधिकारका लागि हिजो सङ्घर्ष गरियो, दुःख गरियो। र आज फेरि कस्तो भन्दा म मास्टर्स स्ट्रक्चर इन्जिनियर जोइन गरिरहेको छु अहिले इन्जिनियरिङ फ्याकल्टीमा। ठ्याक्क सोभियो निर्वाचन चैत्र 18 गते अदालतले गर्नै पर्ने परमादेश जारी भइसकेपछि 18 गते निर्वाचन हुँदैछ। यदि म नेतृत्वमा आउने अवस्था बन्यो भने थोरै कुरा छन् मेरो विषयमा राख्नुपर्ने। मेरो उम्मेदवारी यदि रह्यो भने मैले सबैभन्दा पहिलो कुरो मध्यपश्चिमाञ्चल विश्वविद्यालयका 7वटा फ्याकल्टीमा हाम्रो जुन दिदीबहिनीहरूले मासिक रूपमा मेन्सुरेसनको समस्या भोगिरहनु भएको छ, त्यसका लागि कम्तीमा पनि आज लुम्बिनी प्रदेशले मेन्सुरेसन विधाको रूपमा पनि उनीहरूले प्रदेश निजामती ऐनमा समावेश गरेका छन्। कम्तीमा यो विश्वविद्यालयले आफ्नो शैक्षिक हाताभित्र 7वटा फ्याकल्टीमा फ्री स्यानिटरी प्याड भेन्डिङ मेसिनको स्थापना गर्न सकिन्छ, गर्नुपर्छ, म हुँदा या अरू कोही हुँदा पनि। दोस्रो कुरा रिसर्च एन्ड इनोभेसनका कुरा छन्। मैले अघि पनि जोडिसकेको छु, कम्तीमा विश्वविद्यालय यो रिसर्च गर्ने ठाउँ हो। यो देशको आर्थिक अवस्था रूपान्तरण गर्नको लागि, यो कर्णाली भौगोलिक रूपमा विकट रहेको कर्णाली प्रदेशको आर्थिक अवस्था रूपान्तरण गर्न लागि, यहाँका जनताको जीवनयापनमा अझै सहजता बनाउनको लागि, यहाँ भौगोलिक विकटताका कारण आज एसएलसी एसईको एक्जाम सुर्खेतमा एउटा मितिमा, हुम्लामा अर्को मितिमा हुने अवस्था छ। ती सबै कुरा प्रविधि मार्फत यहाँ भएका रिसर्चले त्यो बाटो देखाउनेछ। ती प्रविधि मार्फत पनि ती कुरालाई रूपान्तरण गर्नका लागि रिसर्चका कुरा छन्, इनोभेसनका कुरा छन्। कम्तीमा इनोभेसन ल्याब खोल्नुपर्छ विश्वविद्यालयमा। आफूसँग भएको क्वालिटी, विद्यार्थीले अध्ययन गर्दै गर्दा आफूले जानेको सिप कलालाई, त्यो थ्योरिटिकल रूपमा पढेको कुरालाई प्र्याक्टिकल्ली प्रयोग गर्न सक्ने किसिमको इनोभेसन सेन्टरहरू, इनोभेसन ल्याबहरू स्थापना गर्नुपर्छ। र विद्यार्थीहरूलाई, यहाँ पढिरहेका विद्यार्थीहरूले जागिरका लागि सर्टिफिकेट देखाउँदै इन्टरभ्यू दिन जाने होइन कि यहीँ जागिर उत्पादन गर्न सक्ने किसिमका विद्यार्थी उत्पादन गर्न सक्ने रिसर्च एन्ड इनोभेसनका कुरा छन्। अर्को मैले गर्नुपर्ने अर्को देखेको यो विश्वविद्यालयमा E&O लाइब्रेरी छ। ई लाइब्रेरी र ओपन लाइब्रेरी 24 घण्टा खोल्नु पर्यो त्यो लाइब्रेरी। यहाँ लोकसेवा पढ्ने विद्यार्थी पनि विश्वविद्यालयमा धेरै विद्यार्थीहरू लोकसेवाको तयारी गरेर राख्नु भएको छ। त्यो लोकसेवा पढ्ने विद्यार्थीले बसेर पढ्ने लाइब्रेरी छैन अहिलेसम्म। कम्तीमा विश्वविद्यालयले त्यो लाइब्रेरीको स्थापना गर्नुपर्छ। लोकसेवा सँगसँगै विश्वविद्यालयभित्र पढाइ भइरहेका विषय पढ्नका लागि पनि त्यो लाइब्रेरी चाहिन्छ। र त्यो लाइब्रेरी
भित्र मात्रै बसेर होइन कि घरमा बसेर पनि पढ्न मिल्ने खालको लाइब्रेरीको पनि स्थापना गर्नुपर्छ, जुन विद्यार्थी घरै बसेर पनि पढ्न सकोस् र लाइब्रेरीमा आएर पनि पढेर बस्न सकोस्। त्यो किसिमको लाइब्रेरी स्थापना गर्नको लागि मेरो उम्मेदवारी रहनेछ यदि रह्यो भने। र तेस्रो कुरा छ, चौथो कुरा छ, यो देश अहिले देशलाई चिनाउने एउटा मात्रै माध्यम बनेको छ खेलकुद। विश्वविद्यालयले जुन वार्षिक रूपमा गर्नुपर्ने खेलकुदको आयोजना छ त्यो गर्नै नसकेको अवस्था छ, गर्दैन। किन भन्दा त्यो ठाउँलाई, त्यो खेलकुदलाई व्यवस्थापन गर्नको लागि विश्वविद्यालयको एउटा फेस्टिभलको रूपमा त्यो खेलकुदलाई अगाडि बढाउनको लागि स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन एकदम महत्त्वपूर्ण छ। त्यो भएको हुनाले यहाँ दक्ष खेलाडीहरू छन्, हामीसँग सिप भएका खेलाडी छन्, क्षमता भएका खेलाडी छन्। भलिबलका कुरा, फुटबलका कुरा, अस्ति भर्खर भएको क्रिकेटमा विभिन्न देश विद्यार्थीहरूले प्रतिनिधित्व गरेको क्रिकेटमा मध्यपश्चिम विश्वविद्यालय प्रथम भएर आएको छ। रनिङमा गोल्ड मेडल हासिल गरेको अवस्था छ। यी धेरै कुरा छन्। भलिबलका राम्रा खेलाडीहरू, राष्ट्रिय खेलाडीहरू कर्णाली प्रदेशकै उत्पादन गरेको छ। यो विश्वविद्यालयमा कम्तीमा एउटा स्पोर्ट्स सेन्टर हुनुपर्छ, स्पोर्ट्स युनिट बनाउनुपर्छ, जुनबाट रेगुलर रूपमा खेल, विश्वविद्यालय भनेको पढ्ने मात्रै ठाउँ नभएर खेललाई पनि एउटा अध्ययनको विधाका रूपमा विकास गर्न सकिन्छ र यहाँबाट उत्पादन गरेका खेलाडी विद्यार्थीहरूलाई देशकै नेतृत्व ठाउँमा, देश नभएर अन्तर्राष्ट्रिय रूपमा पनि खेल मार्फत देशलाई चिनाउन सक्ने विद्यार्थी हामीले उत्पादन गर्न सक्छौँ। त्यो भएको हुनाले विश्वविद्यालयभित्रबाट पनि खेलाडी उत्पादन गर्नका लागि स्पोर्ट्सको कुरा छ। अर्को सँगसँगै लगेर छात्रवृत्तिका कुरा छन्। विद्यार्थीहरूले 10%, अहिले विश्वविद्यालयमा 10% मात्रै छात्रवृत्ति दिइरहेको अवस्था छ। कर्णाली प्रदेशको विश्वविद्यालय हामी भनिरहन्छौँ आर्थिक रूपमा विपन्न भएका विद्यार्थीहरू आएर पढ्ने विश्वविद्यालयले 10% होइन, अब कम्तीमा पनि 20% छात्रवृत्तिको सुनिश्चितता गर्नुपर्छ। गरिब विद्यार्थी, जेहेन्दार विद्यार्थी, द्वन्द्व पीडित विद्यार्थी, अपाङ्ग भएका विद्यार्थीहरूले आफूले पाउनुपर्ने हक अधिकार, कोही पनि विद्यार्थी आर्थिक रूपले विपन्न भएको नाममा विश्वविद्यालयभित्र पढ्न नपाउने अवस्था सिर्जना हुनुहुन्न। 20% जेहेन्दार, गरिब, भौगोलिक रूपमा विकट भएका विद्यार्थीहरूले पढ्न पाउनुपर्छ। त्यसका लागि 20% छात्रवृत्ति स्थापना गर्नका लागि मेरो उम्मेदवारी रहनेछ। त्यो सँगसँगै विश्वविद्यालयभित्र शैक्षिक रूपान्तरणका लागि समय सापेक्षको सिलेबस निर्माण गर्नका लागि मैले आफ्नो आवाज बुलन्द गर्नेछु र विभिन्न फ्याकल्टी अनुसारको उहाँहरूका समस्या छन्। यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत फेरि पनि म भन्दैछु, यो सोभियुलाई देश आज केन्द्रीकृत व्यवस्था मार्फत आज प्रादेशिक व्यवस्थामा आएको छ, सङ्घीयता आएको छ देशमा। तर स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन अझ यो सेन्ट्रल क्याम्पसको निर्वाचन, यो सेन्ट्रल क्याम्पसमा एग्रिकल्चरका विद्यार्थीहरू घामघाटमा पढ्नुपर्ने अवस्था छ, इन्जिनियरिङका विद्यार्थी तल सानो सुर्खेत पढ्नुपर्ने अवस्था छ, साइन्सका विद्यार्थीहरूको आफ्नो छुट्टै समस्या छन्, म्यानेजमेन्टका विद्यार्थीका आफ्ना छुट्टै समस्या छन्। र भोलि यो विश्वविद्यालयले मेडिकल पनि पढाइ हुने अवस्था बन्दैछ। मेडिकलका विद्यार्थीहरू पनि भोलि बन्दै गरेको मेडिकल फ्याकल्टी पनि अलिकति स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई अलिकति डिसेन्ट्रलाइज गर्नुपर्छ। उनीहरूको अधिकार भनौँ या उनीहरूले काम गर्ने जुन अधिकार छ त्यसलाई अलिकति डिसेन्ट्रलाइज गरेर, रामघाटको विद्यार्थीको आज समस्या के छ, उनीहरूको सिलेबस बनिरहेको छ कि छैन, खानेपानीको समस्या के छ, नयाँ फ्याकल्टी बनेको छ, उनीहरूले क्लासमा पढ्न पाउने अवस्था के छ, उनीहरूले गर्नुपर्ने रेगुलर प्र्याक्टिकलका कुराहरू के छन्, यी व्यापक कुराहरू छन्। यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत यदि म नेतृत्वमा आउने अवस्था रह्यो भने सोभियुलाई अलिकति फरक ढङ्गले डिसेन्ट्रलाइज गरिनेछ, अधिकारहरू त्यो तरिकाले तलसम्म पुर्याइनेछ र ती विद्यार्थीहरू क्लासका विद्यार्थीहरूको आवाज सुन्ने संस्था हुनेछ सोभियु। प्रत्येक क्लासबाट सिआरको व्यवस्था छ। ती सिआरहरूलाई हामीले त्यो स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा जोड्नेछौँ। होला ती निर्वाचित नहोलान्, तर क्लासमा चुनिएको विद्यार्थी एउटा सिआरलाई हामीले कम्तीमा स्वतन्त्र विद्यार्थी युनियनको प्लेटफर्ममा त्यो राउन्ड टेबलमा सिआरहरूसँग रेगुलर मासिक रूपमा ती सिआरहरू मार्फत क्लासमा भइरहेका गतिविधि, शैक्षिक अवस्थाको कुरा, प्राध्यापकहरूले पढाइरहेको कुरा, विद्यार्थीहरूले लाइब्रेरी पाइरहेको नपाइरहेको अवस्था र व्यापक रूपमा नेतृत्व स्थापना गर्ने विषयमा पनि सोभियुलाई त्यो तरिकाले प्रयोग गर्न सक्ने हामीसँग क्षमता छ, मसँग क्षमता छ। त्यो किसिमको हामीले काम गर्न सक्ने अवस्था रहन सक्छ। र अन्तिममा पनि छौँ हामी। अन्तिममा चाहिँ हाम्रो मिडिया मार्फत तपाईँहरू विद्यार्थीलाई के सन्देश दिन चाहनुहुन्छ? म विद्यार्थीहरूलाई के पनि भन्न चाहन्छु भन्दा कम्तीमा मध्यपश्चिम विश्वविद्यालयमा पढ्न आइरहँदा यहाँ पढ्ने मात्रै होइन, मेरो त एक भोट हो, यो भोटले के नै हुनसक्छ र भन्ने होइन, यो भोट अमूल्य भोट हो। त्यो भोटले तपाईँले 2 वर्षमा कस्तो नेतृत्व स्थापना गर्नुहुन्छ, विद्यार्थीहरूको हक अधिकार कसरी सुनिश्चित गर्नुहुन्छ, विद्यार्थीहरूले आज होस्टेल पाइरहेको अवस्था छैन, ती होस्टेलमा बस्ने अवस्था कसरी बनाउन सकिन्छ,
विद्यार्थीहरूलाई रिसर्च इनोभेसनमा कसरी जोड्न सकिन्छ, विद्यार्थीहरूलाई छात्रवृत्ति कसरी प्रदान गर्न सकिन्छ, यी सबै कुरालाई ख्याल गरेर आफ्नो मत अधिकार भोट नहाले के हुन्छ र भन्ने किसिमको पनि आवाज सुनिन सक्छ। त्यो होइन, तपाईँले अनिवार्य रूपमा आफूले मात्रै नभएर आफ्ना साथीहरूलाई पनि मत हाल्न ल्याउनुपर्छ विद्यार्थीले। किन भन्दा आज उसको एउटा भोटले राम्रो नेतृत्व स्थापित भयो भने ती विद्यार्थीहरूले त्यो विश्वविद्यालयले राम्रो नेतृत्व पायो भने शैक्षिक रूपान्तरण हुने अवस्था छ, जीवन रूपान्तरण गर्न सक्ने, यो धेरै कुरा गर्न सकिने सोभियो हो। तपाईँ हामीलाई थाहा छ कि छैन, 36 सालको जनमत सङ्ग्रहको अवस्था यही स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन मार्फत विद्यार्थीहरूले गरेको अवस्था थियो। गणतन्त्र कि पञ्चायत भनेर छान्ने अवस्था थियो, बहुदल कि प्रजातन्त्र भनेर छान्ने अवस्था थियो, गणतन्त्र कि राजतन्त्र भनेर ६५-६३ आन्दोलनको नेतृत्व यही सोभियोमा नेतृत्व गरेका विद्यार्थीहरूले गरेको अवस्था हो। त्यही भएर यो सोभियोले केही गर्न सक्दैन, धेरै कुरा गर्न सक्छ, तर त्यो सोभियोलाई सही ढङ्गले प्रयोग गर्न नसकेको अवस्था मात्रै हो। त्यो सही ढङ्गले प्रयोग गर्ने नेतृत्व छानियो भने, त्यो छान्न सकियो भने पक्कै पनि विद्यार्थीहरूले धेरै टेवा पुग्नेछ, विद्यार्थीहरूले धेरै सुविधाहरू प्राप्त गर्ने छन्। त्यसैले पनि ती व्यापक म विद्यार्थी साथीहरूलाई के भन्न चाहन्छु भन्दा तपाईँ आफूले आफ्नो साथीहरूलाई पनि मत हाल्न ल्याउनुपर्छ, मतदान गर्नुपर्ने हुन्छ र त्यो मतदान तपाईँको लागि, तपाईँका भाइ बहिनीका लागि, तपाईँका साथीका लागि, यो मध्यपश्चिम विश्वविद्यालयको भविष्य निर्धारण गर्नको लागि एकदमै अमूल्य भएको हुनाले सबैलाई चैत्र 18 गतेको निर्वाचनमा आफ्नो अमूल्य मत राम्रा उम्मेदवारलाई, जसले यी व्यापक कुराहरू गर्न सक्छ, विश्वविद्यालय सुधार गर्न सक्छ, विद्यार्थीका हक अधिकारका लागि लड्न सक्छ, त्यो किसिमको नेतृत्व छान्नका लागि विद्यार्थीहरूले मत हाल्नुहुनेछ भन्दै तपाईँ यति कुरा राख्न चाहे। हामी पुनः पनि मध्यपश्चिम विश्वविद्यालयको सोभियो निर्वाचन पश्चातको नेतृत्वका गतिविधिहरू लगायतका यावत विद्यार्थीका विषयहरूमा तपाईँसँग अन्य दिनमा पनि भलाकुसारी गर्नेछौँ। आजको लागि समय छुटाउनु, यसलाई धेरै धेरै धन्यवाद।